नमस्कार, म अनन्त हरियाल छन्दबद्ध कविता वाचन गर्ने क्रममा आज भने म शुभ भाव फक्रियोस् शीर्षक कविता वाचन गर्न लागिरहेको छु। मन परेमा लाइक अनि सब्सक्राइब गर्न नभुल्नु होला। शीर्षक छ शुभ भाव फक्रियोस्। यो देशको धरतीभित्र अनेक चिज फक्रियोस्, नचाहिने काम कुरो गर्ने सब पक्रियोस्। टाढा काँडा फुल्ने गुराँस झललल देखियोस्, ऐसेलु र चुत्रो बोट सबतिर झाङ्गियोस्। बसन्तका राजा फुल गुलाफ जाई देखियोस्, घर घरका तावामा नै रोटीहरू सेकियोस्। खोला किनाराका खेत छुपु छुपु रोपियोस्, धुले माटे जमिन पनि उर्वर भूमि देखियोस्। चमेलीका बोटहरू जहाँ तहीँ सप्रियोस्, शिक्षा क्षेत्र फलोस् फुलोस् चेतनामा वृद्धि होस्। मङ्गल धुन गानाहरू स्वदेशी नै घन्कियोस्, नेपालीका दुःख हटी सुखै सुख मौलाओस्। राजनीति गर्नेहरू पूर्वाग्राही नबनुन्, आपसमा मिल्नु बाहेक अरू कुरा नदेखुन्। कर्मचारी सेवक बनुन् सबको मन जितेर, पत्रकार काम गरून् सत्य कुरा लेखेर। नबिगारुन् चुच्चे नक्सा नेपालको भूभाग, काला पानी लिपुलेक सुस्ता हाम्रो भूभाग। लिम्पिया त्यो धुराबाट दाबी छोड भारत, व्यापारको लोभ चिन छोड पाउँछौ गारत। पर्यटन ऊर्जा कृषि पहिचान हाम्रो हो, दक्षिण एसियामा जल सब हाम्रो राम्रो भो। आत्मनिर्भर अर्थतन्त्र नेपालीको लक्ष्य हो, बुढी गण्डकीको ऊर्जा विकास गर्नु राम्रो हो। इरान बोली हिँड्नु भन्दा होर्मुज खोल्नु राम्रो छ, अमेरिका स्वार्थ छोड नाका सबै खोल्नु छ। युक्रेन निस्वार्थ छोड उन्नतिमा लाग्नु छ, रसा चीन विचार गर एक नम्बरमा जानु छ। मिसाइल फ्याँक्नु भन्दा ग्यास धेरै बाँड्नु छ, अस्तित्व यो मानवको सबले रक्षा गर्नु छ। फलोस् फुलोस् शान्ति मार्ग सबै अब हिँड्नु छ, शुभ भाव फक्रियोस् त्रियासीलाई भन्नु छ। फलोस् फुलोस् शान्ति मार्ग सबै अब हिँड्नु छ, शुभ भाव फक्रियोस् त्रियासीलाई भन्नु छ। धन्यवाद।